Hello everyone, welcome to my YouTube channel. मिति 2083 साल जेठ 29 गते नेपाली डेट अनुसार र इङ्ग्लिस डेट अनुसार चाहिँ 2026 जुन 11 देखि चाहिँ विश्वकप वर्ल्ड कप चाहिँ सुरु भइसकेको छ। फिफा वर्ल्ड कप 2026 सुरु भइसकेको छ र यो फिफा वर्ल्ड कप लाइभ हेर्नको लागि चाहिँ तपाईँहरूले सब्सक्रिप्सन लिनुपर्ने हुन्छ र त्यो सब्सक्रिप्सन चाहिँ कसरी ल्याउन सकिन्छ भन्दाखेरि तपाईँहरूलाई म आज त्यो बारेमा सिकाउन गइरहेको छु। र सर्वप्रथम तपाईँहरूलाई चाहिँ एउटा एप चाहिन्छ जसको नाम चाहिँ तपाईँहरूले एसिया छ भने एसियाबाट गएर हेर्न सक्नुहुनेछ। यहाँ देख्न सक्नुहुनेछ डिजिओ, यो चाहिँ डिक्स होमको एउटा एप्स रहेको छ। हजुरहरूले चाहिँ यहाँ गएर चाहिँ सर्च गर्नुपर्ने हुन्छ डिजिओ। सर्च गरिसकेपछि चाहिँ यसरी देखाउँछ र यसलाई चाहिँ तपाईँले इन्स्टल गर्नुपर्ने हुन्छ र यो इन्स्टल गरिसकेपछि चाहिँ तपाईँहरूको यहाँ होम स्क्रिनमा चाहिँ डिस्प्ले हुनेछ र त्यतिन्जेलको लागि चाहिँ म एसियामा तपाईँलाई कसरी पर्चेस गर्ने भन्ने बारेमा सिकाउँदैछु। र सर्वप्रथम तपाईँहरूलाई चाहिँ एसियावा चाहिन्छ र एसियावा तपाईँहरूले आफ्नै भए पनि हुन्छ र कसैको खोल्नुभएको छ भने पनि एसियावालाई चाहिँ लगइन गर्ने र जहाँ चाहिँ तपाईँहरूको यो चाहिँ भेरिफाइड हुनुपऱ्यो, एकाउन्ट चाहिँ भेरिफाइड हुनुपऱ्यो र तपाईँहरूले त्यहाँबाट चाहिँ गर्न सक्नुहुनेछ र तपाईँहरूले यसमा यो तपाईँले देख्नुहुँदैछ र यसमै चाहिँ क्लिक गरेर चाहिँ लिन सक्नुहुनेछ। यो यसमा चाहिँ क्लिक गरेर चाहिँ तपाईँहरूले लिन सक्नुहुनेछ। त्यसको लागि चाहिँ हजुरहरूलाई म देखाउँदैछु र यसलाई चाहिँ म यहाँ क्लिक गर्दैछु। यहाँ क्लिक गरिसकेपछि चाहिँ तपाईँहरूले मोबाइल एन्ड वेब पास भनेको यो मोबाइलमा पनि हुन्छ र तपाईँहरूले वेबसाइटबाट पनि हेर्न सजिलो हुन्छ। यो चाहिँ तपाईँलाई 999 द्याट मिन्स यो चाहिँ 1000सम्म चाहिँ तपाईँले पर्चेस गर्न सक्नुहुनेछ। र अर्को भनेको चाहिँ छ मोबाइल पास अन्ली। मोबाइल पास अन्ली भन्दा चाहिँ मोबाइलमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ तपाईँको हजुरको नम्बर हाल्नुपर्ने हुन्छ। नम्बर हालेर चाहिँ तपाईँले एक्सेप्टमा थिचिसकेपछि चाहिँ यहाँ प्रोसिडमा थिच्नुपर्ने हुन्छ र प्रोसिडमा थिचिसकेपछि चाहिँ तपाईँहरूको म्यासेजमा नै तपाईँलाई कुपन कोड आउँछ। कुपन कोड आइसकेपछि चाहिँ त्यो कुपन कोडलाई चाहिँ मैले अलरेडी एउटा यहाँ कुपन कोड लिइसकेको छु। यहाँ माथि देख्न सक्नुहुनेछ र विवरण पनि छ। यो कुपन कोड चाहिँ एकजना व्यक्तिले मात्रै युज गर्न मिल्नेछ। यो कुपन कोडलाई चाहिँ कपी पेस्ट गरेर चाहिँ तपाईँहरूले त्यो कुन नम्बरमा चाहिँ गर्नुभएको छ त, जस्तै तपाईँहरूको फोन नम्बरमा कुनमा गर्नुभएको थियो त्योबाट चाहिँ तपाईँहरूले लगइन गर्नुपर्ने हुन्छ र त्यसको लागि चाहिँ यो एप्स चाहिँ तपाईँहरूको मोबाइलमा चाहिँ इन्स्टल भइसकेको हुनुपर्नेछ र यो केही समय लाग्ने भएको कारणले म थोरै भिडियो चाहिँ पज गर्दैछु इन्स्टल भइसक्यो र एसडिजिओ चाहिँ इन्स्टल भइसकेको छ र यहाँ तपाईँहरूले चाहिँ ओपनमा क्लिक गर्नुपर्ने हुन्छ र ओपनमा क्लिक गरिसकेपछि चाहिँ यस्तो खालको एउटा एडभर्टाइज जस्तो दिन्छ र यो खोलिसकेपछि चाहिँ तपाईँहरूले यहाँ चाहिँ कन्टिन्यूमा थिच्नुपर्ने हुन्छ। कन्टिन्यू गर्नुहोस् अथवा तपाईँले ल्याङ्ग्वेज चाहिँ सिलेक्ट गर्न पनि सक्नुहुनेछ। इङ्ग्लिसमा भयो इङ्ग्लिसमा, नेपालीमा भयो नेपालीमा। तपाईँहरूले चाहिँ यो कमेन्ट्री चाहिँ बोथ इङ्ग्लिस र नेपालीमा चाहिँ तपाईँहरूले सुन्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ यहाँ क्लिक गर्नुपर्ने हुन्छ र तपाईँले सर्वप्रथम चाहिँ साइन इन गर्नुपर्ने हुन्छ। यहाँ लगइन गर्नुपर्ने हुन्छ। जस्तै कि म लगइन गरेर देखाउँदैछु। मेरो नम्बरबाट लगइन गर्छु। हजुरहरूको पनि यहाँ नम्बर हालेर चाहिँ लगइन गर्न सक्नुहुनेछ। र यहाँ चाहिँ अब तपाईँलाई ओटिपी कोड पठाउनेछ। ओटिपी कोड चाहिँ कपी पेस्ट गरेर चाहिँ म यहीँ हाल्दैछु। थ्री वान एट थ्री फोर वान 318341 यहाँ हालिसकेको छु। अब यहाँ तपाईँहरूले आफ्नो नाम हाल्नुपर्ने हुन्छ। नाम हाल्नुपर्ने हुन्छ र पासवर्ड चाहिँ आफूले राख्न सक्नुहुनेछ है। र मैले चाहिँ यहाँ आफ्नो पासवर्ड राखिसकेको छु। आइएम नट रोबोटमा क्लिक गरेर चाहिँ लगइन गर्न सक्नुहुनेछ। लगइन गरिसकेपछि चाहिँ तपाईँले अब 5 घन्टा पछाडि चाहिँ लगभग सुरु हुने रहेछ म्याच र तपाईँहरूले चाहिँ त्यहाँबाट हेर्न सक्नुहुनेछ। यसमा चाहिँ तपाईँहरूले यहाँ वर्ल्ड कपमा गरेर चाहिँ वाच यहाँनिर सजिलो पासमा थिच्नुपर्ने हुन्छ अनि त्यहाँनिर वाच देखाउँछ अनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। र यसमा अलिकति कन्फ्युजन भयो भने यहाँनिर इङ्ग्लिसमा लानुहोस्, नेपालीमा